with me. काममा जाँदैछु साथीहरू। आज अलि लुगा लगाएर छु मलाई। दिन पनि फेरि आज घाम नलागेको हैन, अलि ग्लुमी भइरहेछ। For the first time after so many months युकेमा। अब यो भ्लगिङ गर्ने स्टाइल सिक्दै गएपछि अलिकति मास्टर गरिएला हैन। तर राइट नाउ यतिकै ठिक छ। सो मेरो नाम पंकज। म युकेमा बस्छु र अब यो च्यानलमा चाहिँ मैले पहिला त्यस युट्युबको सर्ट्सहरू चाहिँ मैले राखेको थिएँ हैन। र अब अहिले चाहिँ एउटा भ्लग नै बनाउँ न भनेर चाहिँ मैले मिनी भ्लग भन्ने क्या भ्लग भन्ने लेट्स स्टार्ट भनेर चाहिँ सोचेर चाहिँ स्टार्ट गरिरहेको छु। सो लेट्स सी के हुन्छ। अब अहिले चाहिँ म के गरिरहेको छु भने चेम्सफोर्डदेखि लन्डनसम्म गइरहेको छु। अब त्यति टाढा त होइन, ड्राइभ गरेर अब यो बिहानको टाइममा चाहिँ ड्राइभ गरेर म 35 मिनट जस्तोमा पुग्छु। 35 मिनट जस्तोमा पुग्छु। अब युजली म जाने एरिया चाहिँ कस्तो हुन्छ भने तपाईँको ट्राभल गर्दा जाने एरिया चाहिँ हाइवे लिएर गए पनि हुन्छ, अथवा चाहिँ कुरा काम छ हैन, सानोतिनो बाटोहरू लिएर गए पनि त्यसै छ साथीहरू। अब यो क्यामेराको सेटअप त्यति राम्रोसँग मिलिसकेको छैन हैन। सो त्यही भएर अब मैले तपाईँहरूलाई चाहिँ जति क्वालिटी र जति राम्रो खालको चाहिँ देखाउन सक्छु त्यो चाहिँ आई हेभ टु कम्प्रोमाइज राइट नाउ हैन। किनभने मैले यो मेरो क्यामेराले मात्र खिचिरहेको छु यो अहिले राइट नाउ चाहिँ। सो मेरो फोनले भनौँ न एउटा एङ्गलबाट मात्र। पछि अलिकति यसमा अलिकति मैले भने नि अघि पनि भने नि भ्लगमा अलिकति मास्टर गरिसकेपछि चाहिँ अनि मेबी आई विल हेभ अलिकति डिफ्रेन्ट काइन्ड अफ सेटअप। अनि त्यसपछि चाहिँ मेबी आई क्यान सो यु अलिकति राम्रो खालको भ्यू। या अलिकति फ्रन्ट देखाइदिन्छु म तपाईँहरूलाई हैन। अब फेरि यो के गर्नुपर्ने हुन्छ भने अब फेरि पज गरेर ब्याक फ्लिप गरेर अनि त्यसपछि फेरि फ्रन्टको भ्यू देखाइदिनु पर्ने हैन। त्यही गर्छु है त। फेरि यो भिडियो फेरि धेरै लामो भयो भने पनि आई हेभ टु अब यसमा चाहिँ एडिट गर्नुपर्ने हुन्छ। एडिट गर्नुको लागि अब टाइम लाग्छ। आई वान्ट द भिडियो टु गो एभ्री डे क्विक हैन। त्यही भएर एनिवे फ्रन्टको हेरौँ है त। ल फ्रन्टको भ्यू। अब यता चाहिँ यो एङ्ग्लिया रस्किनको क्याम्पसहरू छ हैन, तपाईँले देख्नु भएन होला। क्याम्पसेसहरू छ एङ्ग्लिया रस्किनको।
क्लियर आइरहेछ तर होपफुली तपाईँले देखिरहनु भयो होला अब हेर्नु न यो युजली अलिकति राम्रो नै देखिन्थ्यो होइन वेदर चाहिँ पास्ट 2-3 महिना चाहिँ अब यो हिजो अस्तिबाट चाहिँ अलिकति ग्लुमी भइरहेछ यहाँ कुदायो भने क्यामेराले फेरि खिचिदिइहाल्छ धेरै कुदायो अब यही हो फ्रन्ट अलिकति भिलेज एरिया छ यो चाहिँ भिलेज एरिया हुँदै पास हुँदै गइरहेको छु म कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट डाउन गर्नु होला र इफ देयर इज एनी सजेसन केही त्यस्तो सजेसनहरू मलाई र केही रेकमेन्ड सजेसन भन्दा पनि रेकमेन्ड सजेसन पनि हो र कुनै क्यामेराहरू चाहिँ त्यस्तो कतातिर सेटअप गर्दा ठिक होला त्यसको बारेमा पनि अलिकति कमेन्ट गरिदिनु भयो भने रेकमेन्ड गरिदिनुहोस् भेरी थ्याङ्कफुल यो चाहिँ अब अहिले एकैछिन रोक्नुहोस् है यसमा चाहिँ कस्तो भन्दा यहाँ अब जाने बाटो चाहिँ प्योर त्यो के भन्छ कुनै कुनै ठाउँमा चाहिँ तराईमा चलाएको जस्तो देखिन्छ होइन कुनै कुनै ठाउँमा चाहिँ त्यो नगरकोटको भाइब्स आउँछ क्या अब यहाँबाट चाहिँ 50 माइल्स 50 को स्पिडमा जान मिल्यो होइन यहाँबाट चाहिँ 50 को माइल 50 को स्पिडमा जान मिल्यो अब म यहाँबाट जाँदैछु राइट टर्न हुँदैछु देखिहाल्नु भयो तपाईँले राइट टर्न Okay, let's go. अब यहाँबाट चाहिँ 50 को 50 माइल्सको स्पिडमा चाहिँ गइन्छ अब यता चाहिँ के भइरहेछ जस्तो लागिरहेछ मलाई भने तपाईँहरूले यो राम्रो देखिरहनु भएको छ कि छैन क्लियर आइरहेको छ कि छैन भन्ने कुरा चाहिँ साइडमा अब यो तपाईँहरूले देखिरहनु भएको छैन होला है पुरै खेल्छ क्या हेर्नुहोस् न पुरै खेल्छ क्यामेरामा कस्तो आइरहेछ मलाई चाहिँ अलिक ग्लुमी लागिरहेछ आज भिडियोमा चाहिँ कस्तो आइरहेछ ल अब यहाँ अब यो गाउँबाट पास हुँदै सहरतिर छिरिँदै हो क्या साथी होइन यो छ अब यहाँबाट एउटा छ यतापट्टि राइट ह्यान्ड साइडमा हेर्नुहोस् है ठुलो फिल्ड छ
पज गर्छु म अनि त्यहाँबाट अरू ठाउँहरूको म देखाउँछु तपाईँहरूलाई। ओके साथीहरू, अब चाहिँ मैले तपाईँहरूलाई देखाउन लागेको चाहिँ यो भिलेज एरिया पास हुँदैछु म होइन। भइहालेँ। अब चाहिँ एउटा अङ्गार हुन्छ, अङ्गार भन्ने भिलेजबाट चाहिँ पास हुँदैछु म। ब्युटिफुल भिलेज छ, एउटा टाइनी भिलेज, सानो भिलेजबाट पास हुँदैछु। ओल्ड इङ्ग्लिस भिलेज, त्यहाँबाट चाहिँ पास हुँदैछु। क्यामेरा कतिको सेटअप राम्रो आइरहेछ छैन मलाई थाहा छैन, तर आई होप अब यहाँ सबैतिर हेर्दै गर्नुपर्ने हुन्छ। लाइक आई सेड, मेरो क्यामेराको सेटअप त्यति राम्रो छैन अहिले है। अब म यहाँबाट लेफ्ट जाँदैछु। अब चाहिँ हामी छिर्यौँ अङ्गारमा। ओके, अल गुड, लेट्स गो। ल अब चाहिँ यो हो इङ्ग्लिस भिलेज, सानो छ। अहिले अलिकति माथि गएपछि चाहिँ एउटा अन्य घरहरू भएको चाहिँ एउटा भिलेज देखिन्छ। यो चाहिँ अलिकति भनौँ न बाटोहरू पनि एकदम सानो छ। होइन यो सेटअप अलिकति त्यति राम्रो भएर तपाईँले राम्रोसँग देखिरहनु भएको छैन होला, त्यसको लागि आम सरी। म ट्राई गरिरहेको छु। नेक्स्ट टाइम म क्यामेराको अलिकति राम्रो सेटअप लिएर आउँछु। बट फर नाउ इट इज व्हाट इट इज। यस्तै छ भिलेज। अब घरिघरि फेरि फोन छुन लाने, क्यामेरा जताततै छ। यो ड्राइभ गर्दाखेरि फोन चलाउनु हुँदैन फेरि। ल यही नै छ सानो भिलेज, यसलाई अङ्गार भन्छ। अब यहाँबाट सिधै हामी चाहिँ स्ट्रेट पास हुँदैछौँ। यहाँ लेफ्ट ह्यान्ड साइडमा हेर्नु है, घर बनाउनु लागिरहेको छ। ब्लक गरिरहेको रहेछ। यो चाहिँ मैले अघि भनेको थिएँ नि, नगरकोटको जस्तो बाटो छ भने। हेर्नु न, पुरै टर्निङ। गाउँघरको बाटो पिच भयो भने हाम्रो ठाउँमा पनि पिच भयो भने चाहिँ यस्तै राम्रै देखिन्छ नि त।
सब्सक्राइब गरिदिनु होला म यस्तै भिडियोहरू फेरि पछि पनि मलाई अलिकति मोटिभेसन हुन्छ मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला है यहाँबाट फेरि यो पनि एउटा सानो गाउँ हो पुरानो इङ्ग्लिस भिलेज यहाँ अरू युजली तपाईँको मान्छेहरू अब सपिङहरू गर्नु पऱ्यो त भनौँ न पऱ्यो भने चाहिँ वान गोमै हो अब यतातिर घरहरू पनि महँगो हुन्छ र यो भिलेजहरू चाहिँ खासै प्राय फार्मरहरू चाहिँ बस्ने एरिया भनौँ न अब यतातिर घर किनेर युजुअल एभ्री डे टु डे काम गर्ने मान्छेहरू जस्तै अब हामीहरूलाई चाहिँ यतातिर घरहरू किन्न पनि सुट गर्दैन र इट्स नट रियली आवर कप अफ टी भने जस्तो कि यो सुटै गर्दैन हामीलाई किनभने हामीलाई त पसल नजिक हुनु पऱ्यो सबै कुराहरू इजी एक्सेस अफ ट्रान्सपोर्टेसन हुनु पऱ्यो अब यदि यतातिर तपाईँ बजाए तपाईँ ड्राइभ गर्नु हुँदैन भने यु विल बी इन ट्रबल पब्लिक ट्रान्सपोर्ट लिएर एभ्री डे टु डे इन डे आउट काममा जानको लागि त यु विल स्ट्रगल बिग टाइम त्यो पोसिबलै छैन इङ्ग्लिस पब एउटा ओल्ड पब तपाईँलाई यदि भिडियो मन परिरहेछ भने अथवा मन परेको छ भने लाइक सेयर सब्सक्राइब प्लिज गरिदिनु होला र इफ यु लाइक वाचिङ दिस काइन्ड अफ भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु भयो भने फेरि मलाई मोटिभेसन मिल्छ यस्तै भिडियोहरू बनाउनको लागि आई क्यान मेक मोर भिडियोज फर यु गाइज है त्यही गरिदिनु होला एकदमै नजिक भएको जस्तो फिल भइरहेको छ मलाई यो क्यामेरा एकदमै नजिक यो सेटअप त मैले डेफिनेटली चेन्ज गर्नै पर्छ होइन यही हो स्टिल म अगेन यो क्यामेराको एङ्गलहरू मिलेन भने चाहिँ यो हुने रहेछ के भन्छ एकदम नजिक आउँदो रहेछ कि जुम भएर आउँदो रहेछ कि फेस र अब चाहिँ म पुग्न लागेको कन्डिसन छ ओके यहाँबाट राइट गाडी तपाईँहरूलाई देखाउन त हुन्थ्यो होइन त्यति मैले भने अलिक राम्रो एङ्गलै मिलिरहेको छ अब यहाँबाट म 10 मिनट जस्तोमा अब पुग्छु र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट डाउन गर्नु होला र कुनै रेकमेन्डेसन सजेसन कति भन्ने एउटै कुरा बाटो सानो छ यता चाहिँ त्यही भएर अलिकति केयरफुल भएर चलाउनु पर्छ नगरपुरको बाटो जस्तो छ पुरा यस्तो र इजी
एडिट गर्ने सफ्टवेयर कुन चाहिँ छ त्यो पनि तपाईँहरूलाई यदि रेकमेन्ड गरिदिनुहुन्छ भने आई विल बी भेरी ग्रेटफुल। त्यो छ भने मलाई भनिदिनु होला। सरी मलाई अलिकति लुगा लाग्ला जस्तो भइरहेको छ कि कन्डिसन अलिकति बेटर छैन। अगाडि हेर्नुहुन्छ अगाडि देखाइदिन्छ त। जङ्गलको बाटो आयो भन्नु होला नि फेरि। यो बिच बिचमा घरहरू पनि छ, एउटा चाहिँ कतैतिर क्याम्प साइटहरू पनि छ होइन। बाटो सानो छ, सानो होइन टु वे बाटो। यो एरियालाई चाहिँ एपिङ भन्छ। एपिङ भन्छ। यो पनि ठुलो छ एरिया चाहिँ। के भयो थाहा छ? रेकर्ड गरिरहेको थिएँ होइन। आई थट रेकर्ड भयो होला भन्ने सोचेको। त्यो फोटोमा चाहिँ क्लिक गरेछु अनि प्रेस गरेछु क्या, रेकर्ड नै भएन। होल जर्नी म बोलिरहेको थिएँ। यस्तो रिस उठिरहेको छ। तर केही छैन गाइजहरू, नेक्स्ट टाइम फेरि म मेक स्योर कि त्यो राम्रोसँग रेकर्ड भएको छ। फेरि त्यस्तै भिडियोहरू लिएर आउनेछु। पिस्ट अफ त्यो रेकर्ड भयो होला भनेको, होल जर्नी नै रेकर्ड भएन चाहिँ क्या। त्यो लगभग कति 15-20 मिनट्स जतिको क्लिप थियो होला। म बोलिरहेको थिएँ, क्यामेरा फोटोमा क्लिक भएछ। बट एनिवे थ्याङ्क यू सो मच। र तपाईँहरूलाई यदि यो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, अनि प्लिज सब्सक्राइब द च्यानल। र यस्तै भिडियोहरू र अरू कस्तो खालको भिडियोहरू तपाईँलाई हेर्नु मन छ मलाई भन्नु होला। र त्यो अनुसारले मेरो टाइम म्यानेज भए अनुसार होइन म त्यस्तै भिडियोहरू लिएर आउनेछु। र अहिले म अघि पनि भने रुगा लागिरहेछ, औषधि खानुपर्ने छ। अब गएर मेकडोनल्ड्समा गएर एउटा परिच किनेर क्विक परिच खाएर अनि त्यसपछि औषधि खानु पर्ला। र कहाँबाट हेरिरहनु भएको छ त्यो पनि कमेन्ट डाउन गर्नु होला। र आई विश एभ्रीवन टु हेभ अ भेरी गुड एन्ड प्रोडक्टिभ डे। र खुसी रहनु होला, हाँस्नु होला, र
या त्यही हो आफ्नो फ्यामिलीसँग टाइम बिताउनु होला है त थ्याङ्क यू सो मच र अल द बेस्ट